हेलो नमस्ते सबैलाई। स्मार्ट अनलाइन सोल्युसनमा सबैलाई स्वागत छ। हजुरहरूले यस्तै भिडियो हेर्न चाहनुहुन्छ भनेपछि लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद। आज हामी पाठ 2 को पूर्ण संख्या होल नम्बरको हिसाबहरू गर्दैछौँ। त्यसैले सबैले ध्यान दिएर सुनिदिनु होला। यसमा अभ्यास 1 मा के छ भनेपछि अभ्यास 2.1 को 1 मा के छ भनेपछि तलका संख्यालाई विस्तारित रूपमा लेख्नुहोस्। अब यहाँ 1 नम्बर क नम्बरको हामी हिसाब गर्नेछौँ। यहाँ के लेखेको छ 546। यसलाई रूपान्तरण गर्नको लागि सुरुमा यहाँ उत्तर लेखौँ है। उत्तरमा के हुन्छ भने चाहिँ पहिला सबभन्दा लास्टको अङ्कलाई झिकेर यहाँ राख्ने अनि प्लसको साइन दिने। अब यहाँ अब दुईटा अङ्क झिक्ने, त्यहाँ के बच्यो 40। अब यहाँ के बच्यो, अब 6 पनि झिकिहाल्यौँ, 40 पनि झिकिहाल्यौँ, यहाँ बच्यो अब 500। अब यी सब जोड्दाखेरि हाम्रो यही 546 निस्किन्छ। यस्तै गरी हामी खको पनि सजिलै छ, गको गर्छौँ। अब गको 1 2 3 पो छ, यसलाई पनि त्यही तरिकाले गर्छौँ। जस्तै अब फो हामीले झिकेर राख्यौँ, 1 अङ्क झिकेर राख्यौँ। अब 2 अङ्क झिक्छौँ, 2 अङ्क झिक्दाखेरि यहाँ कति बच्यो 30 पनि यहाँबाट झिकिसकेपछि यहाँ अब 4 झिक्यौँ, 30 झिक्यौँ, यहाँ बच्यो 0, यहाँ बच्यो 0, त्यही भएर यहाँ 200 भयो। 200बाट पनि सबै झिकिसकेपछि यहाँ पनि 0 बच्यो, यहाँ पनि 0, यहाँ पनि 0 बसिसकेपछि 1000 भयो। यी सबै 1000, 200, 30, 40लाई जोड्दाखेरि कति आउँछ भनेपछि 1234 आउँछ। यसलाई पनि त्यही तरिकाले गर्न सकिन्छ। 3 को एक अङ्क झिक्दै राख्ने अगाडि, त्यसपछि 2 अङ्क झिक्ने, यहाँ 0 बच्यो, यहाँ 60 हुने भयो। 60मा पनि झिकिसकेपछि यहाँ 0 यहाँ अब 900 हुने भयो। 900मा पनि अब यो झिकिसकेपछि यहाँ 8000 हुने भयो। 8000मा पनि सबै झिकेपछि यहाँ 50000 हुने भयो। 50000मा पनि यहाँ सबै झिकिसकेपछि यहाँ 2 लाख हुने भयो। यहाँ अब नमिलेर मैले हल्का यहाँ तल लेखेँ, हजुरहरूले बुझ्नुहुन्छ भन्ने। अब बाँकी बचेको खको 6 5 4 2 अनि घको 4 5 8 7 2 र सको 9 7 3 3 2 चाहिँ हजुरहरूले आफै घरमा अभ्यास गर्न सक्नुहुन्छ। अब हामी खको हिसाब गर्छौँ। कमा के भनेछ 10लाई अब कतिले भाग जान्छ, 2 र 5 का कतिले गुणन गर्दै जान्छ। यसको उत्तर चाहिँ के हुन्छ भने चाहिँ 1 2ले पनि जान्छ, 2 5 10 पनि हुन्छ, 5 2 10 पनि हुन्छ। त्यसैले हामीले 2 × 5 लेख्दा पनि भयो अथवा 5 × 2 लेख्दा पनि भयो, जुनले पनि गुणन जान्छ दुइटैले। यसको उत्तर यति नै हो। अब हामी खको उत्तर लेख्छौँ। अब खको 25 छ। अब 25 को उत्तर के हुन्छ भनेपछि यसलाई 5 × 5ले गुणन जान्छ। त्यसैले यसको 5 × 5 हो, 5लाई यसको लेख्दा पनि एउटै हुन्छ, 5 × 25 नै हो। अब हामी गको हिसाब गर्छौँ है। यसमा चाहिँ 59 छ। 59 को उत्तर के छ भन्दाखेरि यसलाई न त 2ले जान्छ भाग, न त 5ले जान्छ हो। 59 न त 2बाट न त 5बाट भाग जाने सङ्ख्या हो कि नै? यसलाई न त 2ले जान्छ भाग, न त 5ले जान्छ। त्यसैले यसलाई 2 र 5 को घाताङ्कको रूपमा लेख्न मिल्दैन हो। लेख्न मिल्दैन अथवा लेख्न सकिँदैन। अब यसको हामी कुन हिसाब गर्छौँ भनेपछि अब हामी घको हिसाब गर्छौँ। घमा 402 छ, 402लाई डिभाइड गर्दाखेरि 2ले मात्र मिल्छ, 5ले मिल्दैन। त्यही भएर 2 × 201 गरेको। अब यसमा के हुन्छ भनेपछि 201लाई न 5ले डिभाइड गर्न मिल्छ, गुणन गर्न मिल्छ, न 2ले घाताङ्क गर्न मिल्छ हो। त्यसैले यसलाई के भन्छ भनेपछि 201 न त 2बाट न त 5बाट भाग जाने सङ्ख्या हो। त्यसैले 2 र 5 को घाताङ्कका रूपमा लेख्न मिल्दैन अथवा लेख्न सकिँदैन।
सकिँदैन। अब यसको चाहिँ ngको उत्तर चाहिँ हजुर आफैले गर्नुहोला। त्यसैले म अब लास्टमा एउटा चको चाहिँ गरिदिन्छु। चको के छ भने 932 छ। यसको उत्तर यस प्रकारले छ भने चाहिँ यसलाई 2 ले जान्छ अगाडि भागा, 2 ले जान्छ। अब 2 मल्टिप्लाई 466 गर्दा 932 हुन्छ। अब फेरि 462 लाई 5 ले जाँदैन, त्यही भएर 2 ले भागा गर्नुपर्छ। त्यही भएर 2 मल्टिप्लाई 466 2 भागा गर्दाखेरि हुन्छ 2 मल्टिप्लाई 233 हुन्छ हो। 233 फेरि एउटै हो। 233 लाई पनि न त 2 ले जान्छ न त 5 ले भाग जाने सङ्ख्या हो, कुनैले जाँदैन। त्यसैले 2 र 5 को घाताङ्कको रूपमा लेख्न मिल्दैन, लेख्न मिल्दैन हो। यति नै हो।